वृन्दावनमा राधे राधे सधैँ जन्म पाइने राधे राधे जापे भने प्रभु नाम जय मता बस्दिन यो धुरी खावेमा मता बस्दिन यो धुरी खावेमा सधैँ जाउँ न वृन्दावन धामेमा सधैँ जाउँ न वृन्दावन धामेमा बोले भक्त वत्सल भगवानको बोले भक्त वत्सल भगवान को श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव वासुदेव आउँदैन कि बोलो उमा महेश्वर भगवान को अब हामी केही क्षणमा नै श्रीमद् भागवत महापुराण को महात्म्य पाठ श्रवण गर्छौं अनि केही समयपछि त्यो अर्थको चिन्तन गर्छौं। आज भक्तजनहरू, आदरणीय भक्तजनहरू, आज यो महात्म्य पाठ गर्नुभन्दा अगाडि म एउटा सानो सूचना यहाँ सुनाउन चाहन्छु। आज रञ्जिता अधिकारी नानीको जन्मदिन रहेछ, त्यसैले उहाँलाई सर्वप्रथम जन्मदिनको हार्दिक शुभकामना दिन चाहन्छु। र त्यसै उपलक्ष्यमा यस श्रीमद् भागवत ज्ञान महायज्ञका व्यासजीबाट उहाँलाई रामनामी ओढाएर जन्मदिनको शुभकामना प्रदान गर्नको लागि अनुरोध गर्दछु र साथै रञ्जिता बहिनीलाई नानीलाई पनि यहाँ अगाडि आउन अनुरोध गर्दछु। धन्यवाद।
रञ्जिता अधिकारी नानीलाई जन्मदिनको हार्दिक शुभकामना। यहाँ अगाडि आइदिन अनुरोध गर्दछु र व्यासजीलाई हरिनाम श्रीराम नाइ मिलाएर जन्मदिनको हार्दिक शुभकामना प्रकट गर्न अनुरोध गर्दछु। धन्यवाद। अब भाग्यशाली रञ्जिता शब्दको अर्थ हुन्छ देख्ने बित्तिकै मन्द मुस्कानद्वारा सबैलाई मोहन गर्ने, सेवाद्वारा कर्मद्वारा कहिल्यै पनि चेहरामा तनाव नदेखिने, सधैँ हाँसी खुसी देखिने रञ्जिता बहिनीलाई आज भगवान श्रीकृष्णको भागवत कथामा परेको जन्मदिनको उपलक्ष्यमा यहाँको दीर्घ आयुष्य आरोग्य भगवान पशुपतिनाथले छिट्टै मनोकामना अनि व्याकरणको अनचित भन्ने सूत्र छ गीतको भालो प्रियतमको दर्शन पनि होस्, मन विकसित प्रेरित बनिनुहोस्, किनभने सबै अनुसारका आशीर्वाद दिनुहुन्छ, हजुरको मनोभावना सफल होस्। यति भन्दै म भगवान श्रीकृष्ण प्रार्थना गर्दै अब हामी धन्यवाद। अब हामी भागवत महात्म्यको तेस्रो अध्याय म यहाँ पाठ पारायण गर्दैछु। भक्तजनहरू ध्यानपूर्वक सुन्नुहोला, त्यसपछि कथा श्रवण गर्नुहोला। ओम नमो भगवते वासुदेवाय। श्रीमद्भागवत महात्म्ये तृतीयोऽध्यायः। नारदोवाच ज्ञानयज्ञं करिष्यामि सुखशास्त्र कथोज्ज्वलं भक्तिज्ञानविरागाणां स्थापनार्थं प्रयत्नतः कुत्र कार्यो मया यज्ञस्थलं तद्वाच्यतामिह महिमा सुखशास्त्रस्य वक्तव्यो वेदपारगैः कियद्भिरितिविशेषाभ्या श्रीमद्भागवती कथा को विधिः तत्र कर्तव्यो ममेदं ब्रुवतामितः। कुमारावचुः शृणु नारद वक्ष्यामो विनम्राय विवेकिनी गंगाद्वार समीपे तु चरमानन्दमानामकं नाना ऋषिगणैर्जुष्टं देवसिद्धनिसेवितं नाना तरुलताकीडं नम कोमलवालुकं रम्यमेकान्तदेशस्थं हेम पद्मसुसौरभं यत्समीपस्थ जीवानां वैरं चेतसि न स्थितं ज्ञानयज्ञत्वया तत्र कर्तव्यो ह्य प्रयत्नतः। अपूर्वस्वरूपा च कथा तत्र भविष्यति पुरस्था निर्मलं चैव जराजीर्णकलेवरं
तद्वयं च पुरस्कृत्य भक्ति तत्रागमिष्यति यत्र भागवती वार्ता तत्र भक्त्यादिकं रचेत् कथा शब्दं समाकर्ण्य तत्रैकं तरुणायते श्रुतोवाच एवमुक्ता कुमारास्ते नारदेन समं ततः गङ्गातटं समाजग्मु कथापानाय सत्वराः यदा यातास्तटं ते तु तदा कोलाहलोऽप्यभूत् भूर्लोके देवलोके च ब्रह्मलोके तथैव च श्रीभागवत पीयूष पानाय रसलं पटः तावन्तोऽप्यायुः सर्वे प्रथमं ये च वैष्णवाः भृगुर्वसिष्ठश्च वनश्च गौतमो मेधातिथिर्देवलदेव रातौ रामस्तथा गादिसुतश्च साकलो मृकण्डुपुत्रात्रिजपि मृकण्डुपुत्रात्रिजपित्फलादाः योगेश्वरो व्यासपराशरौ च छाया सुकोजा जलिजन्धुमुख्या सर्वे प्रेमी मणिगणाः सह पुत्रशिष्या स्वश्रेधिरायुरति प्रणयेन युक्ताः वेदान्तानि च वेदाश्च मन्त्रास्तन्त्राः समूर्तयो दशसप्तपुराणानि षट्शास्त्राणि तथा ययुः